यदि तपाईले जेपी बैंक एकाउन्टबाट कसैलाई पैसा सेन्ड गर्न चाहनुहुन्छ भने तपाई सही ठाउँमा हुनुहुन्छ। भिडियो अघि लैजानु भन्दा पहिला जेपी अनलाइन बैंकिङ साइन अप गर्नुपर्ने हुन्छ। सो यदि तपाईले अझै साइन अप गर्नु भएको छैन भने मेरो अर्को भिडियो गएर हेर्नुस् होला। भिडियोको लिंक मैले तल डिस्क्रिप्सनमा पनि दिनेछु। तपाईको सबै सेटअप भइसकेको छ भने म पहिला जेपी टु जेपी बैंक ट्रान्सफर गरेर देखाउने छु अनि त्यसपछि जेपी टु अदर बैंक्स ट्रान्सफर गरेर देखाउने छु है त। भिडियो स्टार्ट गर्नु भन्दा पहिला हजुरलाई मेरो कन्टेन्टहरु मन पर्छ भने प्लिज सब्स्क्राइब टु माई च्यानल, इट हेल्प्स मी अ लट भन्दै मूल विषयमा गइहालौँ है त। सर्वप्रथम त हजुरले जेपी पासबुक एप ओपन गरेर सोकिङमा ट्याप गर्नुस् है त। सोकिङमा ट्याप गरिसकेपछि ओके ट्याप गर्नुस्। हामीले जेपी एकाउन्टमा पैसा सेन्ड गर्न गइरहेको छु, त्यही भएर हामीले युचो गिङको आतेनी सोकिङ सुरुमा ट्याप गरौँ है त। त्यसपछि यहाँ किगो बाङ्गो आउँछ, किगो बाङ्गोमा ट्याप गर्नुस् अनि त्यसपछि एकाउन्ट नम्बर हान्दिनुस् है त। तपाईले सेन्ड गर्न चाहेको एकाउन्ट नम्बर है हानेर अनि कति पैसा सेन्ड गर्न चाहनुहुन्छ ट्रान्सफर एमाउन्ट हान्नुस् है त। तपाईँ यहाँ देख्दै हुनुहुन्छ अत गोकाई भनेर भनेको छ। यो भनेको जेपी टु जेपी 5 टाइम्स पर मन्थ फ्री हुन्छ। अब हामी खाकुनिनमा ट्याप गरौँ। त्यो गरिसकेपछि तल कसलाई सेन्ड गर्ने परेको नाम अटोमेटिकली आउँछ है। यसमा कसलाई पैसा पठाउँदै हुनुहुन्छ, कति पैसा पठाउँदै हुनुहुन्छ अनि कति ट्रान्सफर फी लाग्छ भनेर सबै कुराहरू डिटेलमा दिएको हुन्छ। सो एकदम राम्रोसँग हेर्नुस् होला है त। यहाँ तपाईले केही पनि हाल्न पर्दैन अनि तल गएर नेक्स्टमा ट्याप गरिदिनुस् है त। ट्याप गरेपछि हामी यहाँ आपुरी यो कि दोस्रो भनेर देखाउँछ। यो भनेको अथेन्टिकेसन, जेपी को अथेन्टिकेसन एपमा हामी जान्छौँ है। यहाँ गएपछि अब हाम्रो बायोमेट्रिक अथेन्टिकेसन गर्छ। त्यसपछि सोनिनमा ट्याप गर्नुस् है त। सोनिनमा ट्याप गरिसकेपछि सोकिङका खान्ड्यो सिमास्ता भनेर देखाउँछ। यो भनेको ट्रान्सफर कम्प्लिट भयो भन्न खोजेको है। अब हामीले जेपीबाट अदर बैंक्समा पैसा ट्रान्सफर गरौँ है त। अनि सोकिङमा ट्याप गरेर यो पालि चाहिँ हामीले ताकि यो किकान आतेनी सोकिङ सुरुमा ट्याप गर्न पर्ने हुन्छ है त। यसमा तपाईको पठाउन खोजेको बैंक नेम देखाएको छैन अनि तल स्लाइड डाउन गरेर तलपट्टि देखाएको हुन्छ है, अदर बैंक्समा देखाएको हुन्छ। त्यसमा सिलेक्ट गरेर नेक्स्ट गर्ने है त। मैले अहिले साथीको राक्तेङ गिङको बैंक एकाउन्टमा पैसा ट्रान्सफर गर्दैछु। सो मैले राक्तेङ गिङकोमा सिलेक्ट गर्छु है। अब यसमा तपाईको ब्रान्च नेम हान्न पर्ने हुन्छ। ब्रान्च नेम हानिसकेपछि सेभिङ क्याटेगोरी सिलेक्ट गर्न पर्ने हुन्छ है त। धेरै जसो कन्डिसनमा सुमा सिलेक्ट गरिन्छ। मैले अहिलेसम्म चेकिङ एकाउन्ट, सेभिङ एकाउन्टमा अहिलेसम्म ट्रान्सफर गरेको छैन है त। यदि तपाईँ कन्फर्म हुन चाहनुहुन्छ भने साथीको चुचेको फर्स्ट पेजमा लेखेको हुन्छ है। अब तपाईँले कोजा बाङ्गो हान्न पर्ने हुन्छ अनि त्यसपछि अब कति पैसा सेन्ड गर्दै हुनुहुन्छ अब ट्रान्सफर एमाउन्ट हान्ने अनि त्यसपछि खाकुनिनमा ट्याप गर्नुहोस् है त। खाकुनिनमा ट्याप गरिसकेपछि अब आपुरी यो कि दोस्रोमा ट्याप गर्ने अनि त्यसपछि अटोमेटिकली अथेन्टिकेसन एपमा जान्छ है जेपीको है। अब तपाईको टच आइडी अथवा तपाईको फेस आइडीबाट बायोमेट्रिक अथेन्टिकेसन गर्छ अनि त्यसपछि सोनिनमा ट्याप गर्न पर्ने हुन्छ है त। ट्याप गर्न साथ सोकिङका खान्ड्यो सिमास्ता भनेर देखाउँछ। यो भनेको तपाईको कम्प्लिट भइसक्यो है। तर अझै पनि कम्प्लिटली ट्रान्सफर चाहिँ भइसकेको हुँदैन। तपाईको साथीको बैंक एकाउन्टमा पैसा देखिनको लागि हल्का केही टाइम लाग्छ है। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो होला, मन पर्यो भने लाइक शेयर सब्स्क्राइब पनि गरिदिनुहोस् होला। अनि हजुरले मलाई अझै सपोर्ट गर्नुहुन्छ भन्दै आशमा अहिलेको लागि बिदा हुन चाहन्छु। हस्त नमस्ते।